कालीगण्डकी हो, जुन नेपालको विश्वकै एक मात्रै शालिग्राम पाउने गण्डकी। यसमा चाहिँ बर्खायाममा चाहिँ बढी देखिन्छन् शालिग्राम। र यो मुस्ताङबाट आएको नदी हो, जुन चाहिँ यहाँ तल गएर चाहिँ देवघाटमा मिसेको छ। अहिले म तपाईहरुलाई तल लगेर देखाउने छु। अहिले पानीको बहाव चाहिँ एकदमै कम छ, तर बगर चाहिँ लास्टै ठुलो छ। बर्खामा चाहिँ यो पुरै भरिन्छ। अहिले म देखाउने छु तपाईहरुलाई तल। सिद्धेश्वर महादेव मन्दिर देवघाटमा चाहिँ म आइपुगेँ अहिले। अनि यस्तो घाम सर्क्यो, अहिले त आँखै हेर्न नसक्ने भयो। चस्मा लाउनु पर्यो, अलिकति शीतल चाहिँ हुन्छ कि। आमामामा लास्टै गर्मी चितवनमा। खलखली पसिनाले पुरै सर्ट भिजिसक्यो। एक जोर कपडा चेन्ज गरेर झन् आज अहिले यो लगाएको सर्ट अहिले बिहानमा त्यही पनि यो पनि पसिनाले सुर्लुप्पै भिजिसक्यो। बाहिर त निस्के साध्यै नै छैन हो। अनि यो चाहिँ तपाईहरुले यो मन्दिर देख्न सक्नुहुन्छ, जुन म पहिला पनि आएको थिएँ यहाँ, तर म 4 वर्ष पहिला आएको थिएँ। अनि अहिले चाहिँ 4 वर्ष पहिला आउँदा चाहिँ म जाडो महिनामा मङ्सिरमा आएको थिएँ यही मन्दिरमा। अहिले चाहिँ ठ्याक्कै वैशाखमा हो यो। तर मन्दिर चाहिँ एकदम बवाल छ क्या, हेर्न टक्क होइन, सर्लक्क हिँड्दा पनि मजा आउने टाइपको क्या। टक्क भिडियो गर्दै हिँडिरहेको छु म। यस्तो गर्मी तरिका पसिनाको पुरै धारा छुटिरहेछ। मन्दिर बजाइ घन्टा बजाइदिने एकचोटि। गाइज अहिले म छु देवघाट धाममा, र यतापट्टि जुन तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ बुढी गण्डकी र त्रिशुली। अनि त्यसपछि गएर मर्स्याङ्दी मिसेको नदी हो। अनि माथि आइसकेपछि अर्को के अरे त्यहाँ के मिसिन्छ क्या, सेती। अनि सेती पनि मिसेको ठाउँ हो त्यो चाहिँ। र अनि यो चाहिँ कालीगण्डकी, जुन यतापट्टि देख्नुहुन्छ यो चाहिँ कालीगण्डकी, जुन मुस्ताङबाट आछ त्यो मिसेको ठाउँ हो। र म त्यही दोभानमा चाहिँ आइपुगेको छु। उतापट्टि चाहिँ 4वटा नदी मिसेर आछ भने यतापट्टि यहाँसम्म आइपुग्दाखेरि कालीगण्डकी पनि मिसिसकेको छ। जुन बगर चाहिँ अहिले यति ठुलो छ, यहाँ पनि यस्तो ठुलो देखिरहेछ। नदी चाहिँ अहिले उतापट्टि पारि पर छ। अनि देवघाट धाममा अहिले म आइपुगेको छु। अनि एकदमै गर्मी भइरहेको छ। यस्तो सासै फेर्न नसक्ने जस्तो घाम यस्तो चर्केको छ है। यो चाहिँ कालीगण्डकी, यहाँको पानी यसो छुम है त कतिको चिसो छ। आहा हिमनदी भने हिमनदी नै हो जे भए पनि यार। शीतल आउने पानी छुँदा नि, तर पानी अलिकति कस्तो फोहोर जस्तो रहेछ। म यता त्रिशुलीहरू अनि यता चाहिँ कालीगण्डकी है। यता चाहिँ त्रिशुली र सेती, मर्स्याङ्दी र बुढी गण्डकी यताबाट आएको चाहिँ। अनि फेरि यताबाट चाहिँ आएको कालीगण्डकी हो चाहिँ। अनि यहाँ भेट भएर चाहिँ तलतिर जान्छ नि यिनीहरू, र अनि नारायणी हुन्छ। उहाँ शालिग्राम मिल्नुहुन्न नि, यहाँ हेर्नु त उहाँ कागबेनीमा पो मिल्थ्यो नि शालिग्राम। यहाँबाट शालिग्राम लानुहुन्न त, यही आमा उहाँले त
गाइज अब यस्तो घामले लास्टै गऱ्यो। कति बज्यो आज? एकलट घडी हेरौँ। अब हामी यहाँबाट निस्किँदैछौँ। यहाँबाट निस्केर ठ्याक्कै 11:59 12 बज्यो। अब यहाँबाट निस्केर कहाँ जाने भन्ने चाहिँ कन्फर्म भएको छैन हाम्रो। अब पोखरा जाने चान्स पनि छ। प्लान कसैको नि बनाएको छैन, त्यत्तिकै ऱ्यान्डम हिँडिदिरहेको हो। अब हिजो चितवन आउने भनेर आएको, मनकामना पुग्यो। आज अब मनकामनाबाट जाँदा जाँदा यहाँ आइपुग्यो। अब हामी पुग्नेछौँ। पोखरा जान्छौँ कि काठमाडौँ जान्छौँ कि वीरगन्ज जान्छौँ कि तीन ठाउँमा एक ठाउँ चाहिँ पक्कै हुनेछ। तर 100% फिक्स चाहिँ कुनै पनि ठाउँ भएको छैन। दाइहरू हिँड्नै नसकेर मैले त छोडिदिएर आएँ। बिस्तारै आउँदैछन्। म चाहिँ लास्टै गर्मी भयो। अब त्यहाँ गाडी भाटा गएर गाडी निकाल्दै गर्छु। दाइ आइपुग्छन् त्यतिखेर अनि हिँड्न पऱ्यो। म तिर्खले मरिसकेँ यार। एउटा पानी किन्न पऱ्यो भने पसल नै वरपर छैन है के हो। ओ बा बल्ल बादल चाहिँ लाग्यो। तर चितवनतिर लास्टै गर्मी आइसकेछ। काठमाडौँमा त यस्तो गर्मी छैन अहिलेसम्म। गर्मी आइसकेको छैन। अस्ति एक दिन अलिकति गर्मी भएको थियो झन् अस्ति, नत्र यति धेरै गर्मी चाहिँ छैन। तर चितवनमा त लास्ट गर्मी आइसकेछ यार। हट हुन त वैशाखको पनि 3 गते भइसक्यो। त्यो भएर पनि होला हुन चाहिँ। मेरो गाडी चाहिँ वहाँ पर छ क्या, कहाँ छ कहाँ। म त्यहीँ जाँदैछु अहिले। एउटा रोटी पाक्यो वहाँ पुलबाट तरेर उता पारी हुँदै अनि वहाँ नदीमा पुगेर यता माथि निस्केर आएको। ठ्याक्कै एउटा गोलो रोटी पाक्यो। कहाँ हो यार, अझै गाडी त अझै पल्लो डाँडो। लौ बितायो आज। भुत्तुके बनायो यार पसिना। मामा मेरो गाडी चाहिँ सब हाम्रो गाडी यहीँ छ। अब यो गाडीमा दाइहरू त अब डाइरेक्ट त्यही निस्किन्छु गएर गाडी लिएर भन्नु थालेँ। अनि म आएँ यो गाडी लिनलाई। यहाँ पानी पनि एउटा चिसो पानी किनेँ। अनि यो ब्याग छ एउटा, यसलाई हालिदिन्छु। ल यार ब्याट्री सकिन पो लाग्यो। ल ब्याग स्याग अहिले सबै यतै होस्। अब गाडीभित्र त झन् लास्टै तातो छ यार। आम्मैनी गर्मी के साह्रो गर्मी हो यो। फर्स्टमा चाहिँ एसी चलाउँ अनि पानी सानी खाँदै गरौँला। मरेमा गर्मीले हाइट। ल गाइज अब एसी चलाउँछु मजाले। हाई एसी हेर पसिना चुहेको। यसलाई मासतिर फर्काउँ डाइरेक्ट फेसमा हुने गरी। है पानी खाउँ, चिसो पानी अलिकति। ओइ घाँटी नै चिरिरी बनायो त यार। मोबाइल चार्ज हालौँ। चार्ज भयो। ल भयो चार्ज पनि। ल सबै भयो। अब हामी जान्छौँ। दाइहरू पर आइसक्यो। फोन गरिसके। यार पसिना चुहिएको। आमै के भयो यस्तो यो। हाइट अलि हाई नै लाउनु पऱ्यो यसै। हाइट गाइस यहाँबाट निस्क्यो। अब ठ्याक्कै कहाँ जाने भन्ने चाहिँ थाहा छैन। वीरगन्ज पोखरा र काठमाडौँमा एकतिर हुन्छ। अनि म चाहिँ अहिले यता जाँदैछु। एसीको साउन्डले मेरो साउन्ड नै काट्दै कि के हो यार। हर एसीको साउन्ड आइरहेछ। अनि कत्रो ठुलो सालको बोट छ यार यहाँ। त्यही हो गाइस, हामी गइरहेछौँ। अब बल्ल शीतल भयो अलिकति। एकछिन त पुरै हाई एसी लाउँछु म।
गर्दाखेरि अलिअलि चिसो त भइसक्यो। अब दाइहरू यतै कता छन्। हेलो गाइस, र हामी मुगलिन आइपुग्यौँ। अब पोखरा नै जाने कुरा भयो। अब हामी चाहिँ यहाँ खानासाना खाएर पोखराको लागि निस्किँदैछौँ। अहिले चाहिँ म ठ्याक्कै छु मुगलिन बजारमा। त्यसपछि लाग्छौँ हामी पोखरा। अब यहाँ खाना खाउँ पहिला, त्यसपछि भेटौँ। अब यस्तो घाम सर्किरहेछ, 2:15 भयो। अब बेलुका बस्नलाई पोखरा पुग्ने हो मस्त। अहिले चाहिँ म यो मुगलिन बजारमा छु। मुगलिन बजार हो यो। अब यहाँ यता गएपछि पोखरा लागिन्छ। मेरो मोबाइलमा ब्लुटुथै कनेक्ट भइरहेको छैन कि आज, के भइरहेछ यार। मजाले गीत बजाउँदै जानु हुन्थ्यो भनेको, ब्लुटुथले धोका दियो। र त्यही हो साथीहरू, अब हामी निस्किन्छौँ किनकि हामीसँग टाइम छैन। वी हेभ नो टाइम। सो आज पोखरा गएर यसो बेलुका पोखरामा लेक साइडतिर चाहिँ म बेलुकाको तपाईँहरूलाई मजाले भिडियो देखाउने छु।